Chinese. And Chinese from the Chinese coming here, the driving here. No cannot stop dying. Believe me now. साथीहरु सुन्नुभयो नि अगाडि कहाँको हुनुहुन्छ अब आफै थाहा पाउनु होला हाम्रो अगाडिको हाम्रो अंकल चाहिँ कुन ठाउँको भन्ने कुरा अब आफै थाहा पाउनु होला यो भाइ कहाँको केटा भन्दै त यो जापान जापानको यो गोसाको होइन कहाँको हुन्छ क्यानाडाको भाइ हुनुहुन्छ हेर्न सक्नुहुन्छ हाइट हेर्न सक्नुहुन्छ ठ्याक्कै 6 फुट 3 इन्चको हाम्रो ब्रदर हुनुहुन्छ हाम्रो टुरिस्ट ब्रदर उहाँको हाम्रो यता कता भन्नै परेन यताका चाइनिज ब्रदर त अलरेडी भाइरल हुनुहुन्छ धेरै दर्शकहरूले मन पराइदिनु भएको छ हाम्रो चाइनिज ब्रदरसँगको भिडियो अब मेची पुलमा मजाले यहाँ झोलामा के चाहिँ केटा बमसम हुन्छ नि फेरि यहाँ इन्डियनहरूले लगाइसकेको छ अस्ति फेरि यो काठमाडौँमा हाम्रो चाइनिज ब्रदरसँगको एकदम राम्रो भइरहेछ क्या धेरै माया गरिदिनु भएको छ यसमा चाहिँ त्यही भएर म चाहिँ फेरि हाम्रो चाइनिज ब्रोडा लिएर चाहिँ अब कहाँ काठमाडौँमा काठमाडौँबाट अब हाम्रो काँगरबिटा झापा हाम्रो मेची नेपाल र इन्डियाको मेची पुल छ नि बोर्डरमा हो त्यहाँ चाहिँ आज हजुरलाई म भिजिट गर्न लाँदैछु मेरो ब्लगमा आज चाहिँ मसँग भेटजना हुन्छ क्या मसँग टुरिस्टहरू नेपाली चाहिँ म मात्र छु ब्रदर हुन्छ यो भाइ कहाँको केटा भन्दै त यो जापानको अब हारको यहाँबाट हुन्छ हाम्रो डाइरेक्ट यो भाइ कहाँको भन्दा यो लम्बु भाइ यो गोसाको होइन कहाँको हुन्छ क्यानाडाको भाइ हुनुहुन्छ हेर्न सक्नुहुन्छ हाइट हेर्न सक्नुहुन्छ ठ्याक्कै 6 फुट 3 इन्चको हाम्रो ब्रदर हुनुहुन्छ हाम्रो टुरिस्ट ब्रदर उहाँको हाम्रो यता कता भन्नै परेन यताका चाइनिज ब्रदर त अलरेडी भाइरल हुनुहुन्छ धेरै दर्शकहरूले मन पराइदिनु भएको छ हाम्रो चाइनिज ब्रदरसँगको भिडियो अनि अर्को फेरि हुनुहुन्छ यहाँ के अरे यता हाम्रो ब्रदरको नाम कहाँको अरे कहाँको भन्छ भाइ इन्डिया होइन हाम्रो ब्रदर भनेको कहाँको ठ्याक्कै अहिले मलेसियाको यहाँ हुनुहुन्छ है धेरैजना हुन्छ साथीहरू दुबई अब हामी यति सबैजना चाहिँ साथीहरू आज कहाँ जाँदैछौँ भन्दाखेरि आज हामी काँगरबिटा हामी इन्डिया बोर्डर हामी चाहिँ आज हजुरलाई चाहिँ मेची पुल चाहिँ नयाँ बनाएको छ के कस्तो बनायो हजुरलाई आज हामी मेची पुलको चाहिँ भ्रमण गराउनेछौँ साथीहरू अनि हामीसँग यहाँ अगाडि हुनुहुन्छ फेरि आज हामी केमा जाँदैछौँ भने हामी सिटीमा जाँदैछौँ क्या झापादेखि हाम्रो सिटीको यात्रा छ हाम्रो हो कहाँ भन्नु त No cannot stop dying. Believe me now. साथीहरू सुन्नुभयो नि अगाडि कहाँको हुनुहुन्छ अब आफै थाहा पाउनु होला हाम्रो अगाडिको हाम्रो अंकल चाहिँ कुन ठाउँको भन्ने कुरा अब आफै थाहा पाउनु होला अलरेडी सुनिसक्नु Chinese from the Chinese coming here, the driving here. धाउनु हो हाम्रो यता अङ्कल हुनुहुन्छ यहाँ खुदाउनुहुन्छ आज हाम्रो चाहिँ 6 जना मिलेर चाहिँ हामी 7 जना मिलेर चाहिँ साथीहरू आज चाहिँ हामी गइरहेका छौँ अब आजको भ्लग चाहिँ बबाल बन्दैछ साथीहरू आजको भ्लग हेर्नु होला बबाल बन्दैछ गाइज डोन्ट फर्गेट टु स्टे ओके गाइज ल साथीहरू फाइनली अब हामी चाहिँ नेपाल र इन्डियाको बोर्डर कुन ठाउँ अरे भाइ यो भन्दै त यो काँगरभिट्टाको कुन पुल हो यो मेची पुलमा चाहिँ आज हामी घुम्दैछौँ होइन ल कहाँ आइपुग्यौँ भरे हामी काँगरभिट्टा मेची पुल होइन यहाँ चाहिँ भित्तामा हेर्सँग बसेको साथीहरू यो चाहिँ राम्रो रहेछ क्या यो पेन्टिङहरूसँग चाहिँ है यो चाहिँ मैले काठमाडौँमा मात्र देखेको थिएँ बालेन सिटीमा मात्र यो चाहिँ अहिले मेची पुलमा पनि यस्तो दामी रहेछ नि यो पार्क जस्तो क्या यो पुलको बोर्डर छेउको हाम्रो नेपालमा चाहिँ पार्क जस्तो दामी बनाएको रहेछ यो चाहिँ काँगरभिट्टामा साथीहरूसँग चाहिँ यहाँ फोटो खिच्न लायकको ठाउँ पनि रहेछ यो चाहिँ अहिले यस्तो दामी बनाएको रहेछ यहाँसँग चाहिँ यहाँ है अब हो यहाँ चाहिँ घुमिँदैछ आज मेची पुलको यात्रामा छौँ साथीहरू हामी चाहिँ मेची पुलमा घुम्दैछौँ यहाँ हुन्छ हाम्रो सरहरू हुनुहुन्छ यहाँ है अब हाम्रो अघि मैले भेटेमा चाहिँ हाम्रो धेरै हाम्रो टुरिस्टहरू देखाएको थियो हजुरलाई अब सबैजना टुरिस्टहरूलाई हामीले चाहिँ होटेल बुक गरेर राखिसक्यौँ क्या 3-4 जनालाई धेरै गल्नु भएर घुम्दा अनि भिडियो पनि गर्न पाइएन हामी पनि बिरामी भइएर फेरि यहाँ आइपुग्यो हाम्रो बाँकी रहेको चाहिँ होटेलमा हुनुहुन्छ बुक गरेर राखिदिएका छौँ हाम्रो सरहरूलाई अनि हामी बाँकी रहेको 3 जना चाहिँ यहाँ घुम्दैछौँ साथीहरू मेची पुल घुम्ने भनेर हाम्रो भ्रमण सुरु भएको मेची पुल त आउनु पऱ्यो हजुरलाई देखाउनु पऱ्यो त्यही भएर हामी 3 जना चाहिँ आइपुगेछौँ साथीहरू मेची पुलमा अनि यहाँ छेउमा चाहिँ यस्तो दामी रहेछ नि साथीहरू भित्ताहरू अहिले भित्ताहरू यस्तो दामी बनाएको रहेछ नि आरो फोटो खिच्न लायकको घुम्न लायकको भएको रहेछ अहिले चाहिँ
म आज कति फाइन साथीहरू 7 वर्ष पछाडि आउँदैछ क्या यहाँ मेचीमा चाहिँ मेची पुलमा चाहिँ योभन्दा 7 वर्ष अगाडि चाहिँ आएर म यहीँ घुमिराख्दै डुलिराख्दै धेरैचोटि आज चाहिँ 7 वर्ष पछाडि आउँदा चाहिँ यो परिवर्तन भएछ क्या यहाँनिर। अनि यो पुल छन् साथीहरू, पुल हो कि बाटो हो? यो नयाँ पुल हो क्या, अहिले बनाएको नयाँ पुल हो। यो पुलमा हिँड्दा पुल हो कि बाटो हो महसुस हुँदो रहेछ हामीसँग चाहिँ है। पुल हो कि बाटो हो? यो 80को स्पिड छ सँगै छ नेपालको बाटोमा। यो पुलमा पनि 80को स्पिड छ हेर्नु यहाँ। यो पुल हो कि बाटो हो? यो त छुट्याउने गाह्रो हुँदो रहेछ है नि मान्छेलाई यो त। अनि के भन्छ केटा, यो पुल कसले बनाएको अरे यति राम्रो भयो अरे भन्दा कतिवटा देश मिलेर बनायो अरे यो पुल? अहिले 7वटा देश मिलेर बनायो यो पुल होइन। यो पुल कि बाटो त मलाई त चिन्नै गाह्रो भयो त। अनि यो कस्तो रहेछ यो ठाउँ? एकदम दामी छ, एकदम बबाल छ होइन। अनि कस्तो लाग्यो त केटा तँलाई यो हाम्रो मेची कस्तो लाग्यो? मेची पुल खतरा दामी बनाएको रहेछ अहिले होइन। त्यो होइन उता पारियो यो कहाँको नजिक देखाउँदैछ यसले त्यो होइन। अमिलीहरू ठुलो यही हो र उताको होइन होला यार यो त। साथीहरू हामी घुम्दैछौँ यहाँ अहिले। अब मेची पुलमा मजाले यहाँ झोलामा के छ केटा, बमसम हुन्छ नि फेरि यहाँ इन्डियनहरूले त बमसम राखिदिन्छ नि केटा, डराउनु पर्छ नि फेरि। यहाँ त पाकिस्तानले इन्डियामा पुरै लडाइँ हान्दै साथीहरू, पानी छेकिएको छ अरे नि त। हो त्यही भएर लडाइँ हान्दै थियो। नेपाललाई पनि झड्का हान्न थाले क्या हो झोलासोला बिचमा प्याकिङ छ त। यहाँ त यहाँ डराउनु पर्छ हाम्रो यो पुलिस सशस्त्र दाजुहरू यहाँ चेकिङ अलिक कडा हान्नु होला। यहाँ बम बारुद राख्न थालिसके जस्तो छ, यस्तो देखिँदैछ यहाँ त डराउनु पर्छ फेरि यस्तो देखे पछाडि। पाकिस्तानले त जे पनि गर्छ क्या फेरि साथीहरू, पाकिस्तानदेखि डराउनु पर्छ क्या। पाकिस्तानहरू त एकदम पागल जस्तो हुन्छ क्या, जे पनि गर्छन्। यसको चाहिँ नेपालको झन्डा फर्फराएको देख्दा पनि दिलले खुसी हुन्छ है साथीहरू। यसको चाहिँ नेपालको झन्डा कति मजाले फर्फराएको छ त। आज यो फेरि भ्लगमा नेपालको झन्डा देखाउने पनि वेलकम टु नेपाल काँकरभिट्टा हेर्छौँ साथीहरू यहाँनिर। ल साथीहरू आज झोलामा मेची पुल डुलाउँदैछु। हजुर नआए पनि मेरो भिडियोबाट चाहिँ हजुरलाई नयाँ बनेको मेची पुलको भ्यू मैले देखाउँदैछु। तर यो पुल हिँड्दा हिँड्दै गलिने रहेछ क्या साथीहरू। हो यहाँबाट पारि अब इन्डियाहरूसँग चाहिँ इन्डिया पुग्न आँटिसक्यो। अब इन्डिया चाहिँ पुग्न आँट्यो, यहीँ हो यहीँ यो चाहिँ यहाँ इन्डिया पुग्न आँटिसक्यो। अनि यहाँ हजुरहरूले चाहिँ नेपाल र इन्डियाको जङ्गे पिलर देख्नु भएको छैन होला। जङ्गे पिलर पनि यहाँ छ, जङ्गे पिलर सानो छ। कहाँ थियो जङ्गे पिलर? चाहिँ के केटा ठ्याक्कै जङ्गलले छेक्यो होइन। उति पर पछाडि देखिन्छ जङ्गे पिलर पनि म देखाउँदैछु हजुरहरूलाई। अनि यहाँबाट चाहिँ हाम्रो काँकरभिट्टाको भ्यू हेर्नु साथीहरू। यहाँ काँकरभिट्टाको भ्यू यस्तो देखिन्छ नि यहाँबाट। हजुरले यहाँबाट काँकरभिट्टाको भ्यू पनि देखाउँदैछु है। यहाँसँग चाहिँ हाम्रो मेची पुलबाट चाहिँ काँकरभिट्टाको भ्यू यस्तो देखिन्छ नि। अब ठुलो मेरो घर पनि उहाँ ऊ देखिँदैछ भिडियोबाट म देखाउँदैछु। हो उयो देखिँदै गरेर पर घर चाहिँ ठुलो मेरो घर हो। ल साथीहरू मेची पुलमा चाहिँ आज 7 वर्ष पछाडि आएर घुमिँदैछ। यो पुलको यो पुल चाहिँ यस्तो दामी बनेछ नि साथीहरू। अहिले पुल सानो पुल थियो, एउटैबाट गाडी हिँड्न आउँदा पनि एक्सिडेन्ट भइरहेको थियो। अहिले चाहिँ दुईवटा जाने आउने टुवेहरू वान वे टुवेहरू पुरै टुवे रहेछ साथीहरू। यहाँ जाने एउटा आउने एउटा रहेछ अहिले। एकदम दामी बनेछ क्या पुल चाहिँ। पुल हो कि बाटो चिन्न गाह्रो हुने खालको बनेछ एकदम दामी लाग्यो मलाई चाहिँ। अब हजुरहरू अलरेडी आएर घुमिरहेसक्नु भएको मान्छेहरूलाई चाहिँ कस्तो लाग्यो? म चाहिँ आज फर्स्ट टाइम आउँदैछु पुल बनिकन पनि। धेरै अगाडि बनेको म चाहिँ ढिलो आएको। म चाहिँ लास्ट सोच्छु क्या फेरि दाइ पनि धेरै ढिलो पुग्छु। यहीँ छन् एकदम फास्ट केटाहरू चाहिँ यहाँ छन् अगाडि हिँड्दैछन्। केटाहरूलाई चाहिँ म गाइड गर्न आएको, उल्टै मलाई गाइड गरिदिइरहेको छ केटाहरूले। म यहीँ जङ्गे पिलर यस्तो छ साथीहरू। यो एकदम सानो छ क्या जङ्गे पिलर चाहिँ। यो पिलरलाई चाहिँ एकदम ठुलो बनाउनु पर्यो। केपीवाला के भन्न चाहन्छु केटा तिमीहरू? प्रधानमन्त्री त भइराख्नु भएको छ केपीबा। अनि यहाँहरूसँग चाहिँ यो नेपालको जङ्गे पिलर यत्रो सानो छ होइन। यो पिलरको चाहिँ भएन क्या, यो पिलर चाहिँ ठुलो पार्नु। फेरि इन्डियाले रातारात पिलर सारिदिन्छ फेरि, सारेको साह्रै छ। केपीवाला चाहिँ मेरो चाहिँ सुझाव यही छ, यो पिलर चाहिँ ठुलो बनाउनु होला यहाँ। यो त हाम्रो घर गाउँमा मान्छेको यो जग्गाको सिमाना गाडेको पिलर हुन्छ नि, त्योभन्दा सानो पिलर हो क्या। अहिले नेपालको तर्फबाट चाहिँ ठुलो पिलर गाडिदिनु होला। नेपालको झन्डा सुत्ता यता राखेर नेपालको झन्डामा राख्नु पऱ्यो क्या यो पिलरको छेउमा। यो साह्रै भएन क्या, पाइँदैन। पुलदेखि यता त झन्डा पिलरदेखि यता त पाइयो नि त राख्न होइन। पिलरमै होइन, पिलरदेखि यता त पाइयो नि त। पिलरदेखि यसले के भन्दैछ? नेपालले पिलर राख्यो भने फेरि केपीवाला मोदीले सेक्छ भन्दैछ क्या साथीहरू। यसले नेपालले झन्डा राख्यो भने चाहिँ अब केपीबा पनि कहाँ मोदीदेखि डराउने मान्छे हो नि त, केपीबा पो हो नि त। तर बाबा डराउँछन् क्या, त्यही भएर भएन क्या। पिलर चाहिँ ठुलो राख्नु पऱ्यो मेरो सुझाव। मेची अब एकदम भ्रमण गर्नु साथीहरू। मेची पुलमा घुमिँदैछ साथीहरू आज एकदम मजाले।
हाम्रो गाउँ भएन, हाम्रो गाउँ अलिक राम्रो बनाउनु पर्यो। केटाहरूले उहाँहरूसँग साथीहरू यहाँ गेम खेल्ने केटाहरू पनि छन्। यहाँ मेचीको बगरमा गेम खेल्ने केटाहरूले हात उठाउँदैछन् हाम्रो भ्लगमा। फेरि हाम्रो भ्लगमा होइन, गेममा हात उठाएको फेरि केटा चाहिँ होइन फोटो खिचौँ न। साथीहरू यो पुल चाहिँ हेर्न सक्दा यो पुल चाहिँ पुरानो पुल हो। पुरानो पुल चाहिँ यस्तो छ कि हामीसँग चाहिँ एउटा ठुलो टडक पनि एकचोटि नपट्ने खालको पुल थियो कि हामीसँग चाहिँ यति सानो पुल थियो नि पहिलेको पुरानो। यो पुल चाहिँ पुरानो पुल हो, हेर्नसँग यति सानो छ। र अहिलेको पुल नयाँ पुल चाहिँ यहाँ चाहिँ नयाँ पुल चाहिँ यति ठुलो छ नि, एउटै लाइनमा दुई तिनवटा गाडीको छ, अर्को लाइनमा दुई तिनवटा एकदम राम्रो पुल बनेको छ। पुरानो पुल चाहिँ चाहिँ यस्तो छ यहाँ। यो त सही दामी भएको छ नि होइन, पुरानो त्यस्तो छ त। बाटो हुन्छ उता के अरे धरन जाने उता होइन यतिको त चाहिन्छ नि त। यहाँ पुल मात्रै यत्रो ठुलो छ, बाटो हो कि पुल चिन्ने गाह्रो छ। यसलाई कसले पुल भएर हुन्छ, यो त पुरै बाटो जस्तो छ नि हेर्दै। माथि आएर हेर्दा त पुल होइन, यो त बाटै हो, पुल जस्तै देखिँदैन अनि। ल यहाँ पुलमा चाहिँ साथीहरू एकदम मान्छेहरू माल सामान वारिपारि हान्दैछन् कि यहाँ हान्न नपाएर यहाँ पुलिसले समातेर चाहिँ खिलाइदिएर यहाँ बसिरहेछन् मान्छेहरू। दिनभरिको कमाइने हुन्छ यो लाइनमा फेरि मान्छेहरू बसिरहेछन्। अनि साथीहरू अब आज मेची पुल घुमिँदैछ। अब आज हजुरलाई मैले मेची पुलको भ्लग राखेको छु साथीहरू। फाइनली म पनि आज 6-7 वर्ष पछाडि मेची पुल आएको छु घुम्नको लागि। अनि हजुरको सँग पनि भ्लग राखेको छु साथीहरू। अब धेरै दिन पछाडि भ्लग बनाउँदैछु, फेरि हप्ता दिन पछाडि भोलि पनि राम्रो आइरहेको छैन, पुरा मकिरहेको छु क्या साथीहरू। अलिक एक्सपिरियन्स हराइसक्यो मेरो फेरि भ्लग बनाउने। अब फेरि भोलिदेखि साथीहरू कन्टिन्यू रूपमा भ्लग आउँछ मेरो। आजसम्म चाहिँ निकै दिनसम्म स्टप भइरहेको थियो। भोलिदेखि साथीहरू बर्डे एक एकवटा भ्लग आउने छ साथीहरू। झापाले भाइको भ्लगलाई सपोर्ट गर्न नभुल्नु होला साथीहरू। भिडियोलाई राम्रो लाग्यो भने लाइक सेयर कमेन्ट गर्न नभुल्नु होला। भोलि फेरि अर्को भ्लग आउनेछ गाइज। आजलाई बाई बाई।